जीवी व्हाट इज दिस हेलो एभ्रिवान सो आज चाहिँ मैले हल भिडियो लिएर आएको छु मैले जीबीबाट सामानहरू अर्डर गरेको थिएँ लेट्स सी के छ सो मैले जीबीबाट चाहिँ धेरै जस्तो जीबीबाटै अर्डर गरिरहेको हुन्छु अहिले चाहिँ मैले स्किन केयर प्रोडक्टहरू अर्डर गरेको थिएँ सो के छ हेरौँ है त राम्रोसित खोल्छु मलाई खुल्दै खुल्दैन सो this struggle is real you will so मैले चाहिँ ट्राई गर्नको लागि चाहिँ यो केमिस्ट 8 प्लेटको रोलर मगाएको थिएँ आम रोल के भन्छ त्यसलाई त्यो मगाएको थिएँ कस्तो छ मैले ट्राई गरेर भन्छु ल त्यसपछि मैले मगाएको थिएँ यसमा छ होला सायद मैले चाहिँ क्लिन्जिङ ओइल के है धेरैवटा प्रोडक्टहरुको युज गरेँ तर खासै भएन के अनि मैले चाहिँ एकचोटी मैले चाहिँ हाडा लागेको एकदम युज गर्छु प्रोडक्टहरु सो क्लिन्जिङ ओइल चाहिँ युज गरेको थिएन अहिलेसम्म तर यो लिकेज भएको रहेछ गाइज जीवी व्हाट इज दिस पुरै लिक छ त अनि मैले चाहिँ यो द प्योरेस्ट सल्युसनको ग्लाइकोलिक एसिड 5% AHA प्लस BHA एक्सप्लोटिङ एन्ड क्ल्यारिफाइङ टोनर लिएको थिएँ यो चाहिँ मैले सानो ट्राई गर्नको लागि लिएको हो अनि मैले अर्को लिएको चाहिँ यो हो तर यो पुरै लिकेज छ त के हो यसको डेट हेर्नु पर्यो अनि त्यसपछि चाहिँ उहाँहरूले मलाई एउटा सानो गिफ्ट पनि पठाइदिनु भएको छ यो के हो हेरौँ है त नाइट क्रिम वाओ पिलग्रिमको नाइट क्रिम पठाइदिनु भएको छ थ्यांक यू यसको चाहिँ मैले रिभ्यू भिडियो पनि हाल्छु अनि मेरो अझै पनि सामान आउँदै छ त्यो सामानहरु पनि के छ मैले देखाउँछु है त बाइ